सबैलाई नमस्कार छाजालो त्यासिदिले ओर्छे स्योमो ngami मेरो नाम खेमजाङ गुरुङ म लमजुङ निवासी साबिक हेलेटक्सर गाविस हाल बेसीचर नगरपालिकामा बस्छु। म विगत केही वर्षदेखि गुरुङहरूको विविध पाटोमा अध्ययनहरू गरिरहेको छु, बोलिरहेको छु, लेखिरहेको छु। धेरै भिडियोहरू मार्फतबाट अनि अन्य सामाजिक सञ्जाल मार्फतबाट धेरै गफहरू गरेर एउटा सानो किताब पनि एउटा बजारमा ल्याएको छु मैले अहिले। हमदबता अर्थात् उहिलेका कुरा र इतिहास रूपमा सानो सङ्कलन पनि बजारमा ल्याएको छु। सायद कतिपय यहाँ साथीहरूको यहाँहरूको हात पनि परिसक्नु भएको छ होला। मलाई गुरुङको के कुरा गरिरहनु पर्दा सबैभन्दा पहिले एउटा कथनको सम्झना हुन्छ मलाई। पे मसा छ्यामा मु छ्यामा छ लुमा मु लुमा छ मिम। पे भनेको शास्त्र हो। पे भनेको शास्त्र हो। शास्त्र लिखित पनि हुनसक्छ र अलिखित मौखिक पनि हुनसक्छ। गुरुङसँग दुईटै शास्त्र छ। हाम्रा पुरोहित खेकी गुरुहरू पच्यु र ख्याब्रेसँग चाहिँ अलिखित शास्त्र, मौखिक शास्त्र, जसलाई श्रुति शास्त्र पनि भनिन्छ, श्रुति शास्त्र पढ्नुहुन्छ, वाचन गर्नुहुन्छ भने गुरुङभित्रकै अर्को पुरातनवादी लामाहरू छ। जो पुरातनवादी लामाहरू, जसले बज्रयानी लामा पनि भनिन्छ, जो नार परम्पराबाट विकास भएको लामा हो, उहाँहरूसँग चाहिँ लिखित शास्त्र हुनुहुन्छ, लिखित वेदलिखित शास्त्र हुनुहुन्छ। यो दुईटै शास्त्र गुरुङको सम्पत्ति हो, गुरुङको पहिचान हो। यो शास्त्रकै आधारमा गुरुङहरूको जन्मदेखि मरणसम्मको सबै कर्मकाण्डहरू, क्रियाकलापहरू यही दुईटा शास्त्रबाट हुन्छ। अनि यो शास्त्र हाम्रो पहिचान भएकोले यो शास्त्रको संरक्षण र सम्वर्धन गर्न अति आवश्यक छ। अनि यो सबै शास्त्रहरूको सृजना थलो भनेको, सृजना भनेको माथि हिमाल हो, उत्तर हो, हिमाल हो। गुरुङका पुर्खाहरू, गुरुङका खेमाहरू, गुरुङका पितृहरू का आगमन माथि उत्तरबाटै भएको यो प्रमाणित भइसकेको कुरा हो। तसर्थ उत्तरकै कुरा गरिरहँदाखेरि हामी धेरै टाढा नजाउँ, धेरै माथि नजाउँ, हामी माथि टिबेट, चाइना, मङ्गोलसम्मको कुरा नगरौँ। हामी त केवल नेपालभित्रकै जो सीमाङ्कन भएको जो भूगोल छ, मनाङ मुस्ताङका हिमाली क्षेत्रहरू छ, त्यहाँसम्मको मात्रै कुरा गरौँ। त्यहाँसँग हाम्रो इतिहासको सम्बन्ध छ, हाम्रो इतिहासको सम्बन्ध छ, हाम्रो पुर्खाहरूको सम्बन्ध छ। गुरुङको इतिहास लेख्नुको लागि, गुरुङको इतिहास बुझ्नुको लागि यता तलतिर कछारे भूमि बेसीतिर कास्की, लमजुङ, स्याङ्जा, गोर्खाको सेरोफेरोतिर मात्रै घुमेर गुरुङको इतिहास पूर्ण हुँदैन। खोला सौतरतिर मात्रै घुमेर गुरुङको इतिहास पूर्ण हुँदैन। हामी मनाङका हिमाली गाउँतिर पुग्नै पर्छ र मुस्ताङका हिमाली गाउँतिर पुग्नै पर्छ। हामीसँग विरासतबाट आएका जो पनि चाहिँ सम्पत्तिहरू छन्, अहिले हामी अभ्यासमा छौँ, त्यो सबैको विकास भएको चाहिँ माथि हिमाली सभ्यताबाटै हो, माथिबाट आएको हो। र माथिबाट आएको हो भन्ने कुरा चाहिँ वैज्ञानिक हिसाबले पनि प्रमाणित भइसकेको छ कि हाम्रै विद्वानहरूले, विज्ञानहरूले पनि हामी पुर्खाहरू माथिबाट झरेको हो भनेर साइन्टिफिक प्रुफ पनि भइसकेको अवस्था छ। तर हामी त्यति धेरै टाढा जाने होइन। मनाङ मुस्ताङको सेरोफेरोबाट घुमौँ। मनाङ मुस्ताङको मैले घुम्ने क्रममा चाहिँ मैले यता मुस्ताङतिर चाहिँ मैले सबै तल मुस्ताङ र माथि मुस्ताङ, माथि फोसिल क्याबहरू, जो गुफाहरू छन्, त्यहाँ पनि सबै घुमेको छु। र अनि यता थिनी खाल्साको डाँडामा गएर थिनी खाल्सा पुगेको छु। र थिनी खाल्सादेखि तल झरेपछि लेटेस्ट अहिलेको थिनी गाउँ, जहाँ थकालीहरूको थिनी गाउँ भन्छ, त्यहाँको लखिम कार्पो, जो हाम्रो पछिहरूको परम्परासँग धेरै मिल्ने कुराहरू छन्। त्यहाँको लखिम कार्पो चाहिँ म भेटेर त्यहाँको आइलामाहरूसँग बसेर कुराहरू गरेको छु। र त्यो भित्रको जो लेवाड छ, देउताहरूको जो मान्ने चाहिँ शक्तिहरूको लेवाड छ, डालो छ, दम्सीको काँडाहरू छ, त्यो सबै हेरेको छु मैले। एक पाटे ढ्याङ्ग्रोहरू छ, त्यो हेरेको छु। त्यसमा चाहिँ हाम्रो पछिउ पुर्खाहरूको सम्बन्ध देखियो भने यता लुप्रा, जो मुस्ताङको एक मात्रै बोनिज्याम गाउँ हो, बोन धर्मको गाउँ हो, अहिले पनि बोन धर्म यथावत निरन्तरता दिइरहेको छ। त्यहाँ एउटा गुम्बा छ, लुप्रा गुम्बा। त्यसलाई शास्त्रीय भाषामा लिब्रु मार्स्यौँ पनि भन्छ होइन। त्यही नजिकमा माथिपट्टि फलिप्रो मार्स्यौँ भन्ने छ, जो अहिले धेरै जसो चाहिँ गुप्तमुख बुद्धिजीवी विद्वानहरू र खेकीहरूले अन्यल छ। फलिप्रो मार्स्यौँ शास्त्रीय पेयमा चाहिँ मौखिक पेयमा वाचन गरिन्छ र अन ग्राउन्डमा जमिनमा कुन हो भन्ने कुरो अन्यल नै छ। तर फलिप्रो मार्स्यौँको क्षेत्र पनि त्यही हो।
त्यसपछि अर्को ठाउँ भनेको उतापट्टि मनाङ माथिल्लो मनाङको नारफु नार गाउँमा अनि यता लुप्रामा चाहिँ हाम्रा घ्याब्रे गुरुहरूको सम्बन्ध घ्याब्रे पुर्खाहरूको सम्बन्ध देखिन्छ। अनि त्यहाँको चाहिँ गुम्बामा जस्तो परम्परा के छ भने आजको मितिसम्म पनि लमजुङको घनपोखरामा रहेका त्यो 12 घ्याब्रेहरू छन्, जसलाई 12 घ्याब्रे भनिन्छन्। यिनको सम्बन्ध लुप्रामा छ भन्ने कुरो चाहिँ लमजुङको घनपोखरा गाउँको भ्रमण गरेपछि भिजिट गरेपछि प्रश्न हुनेछ। लमजुङका घ्याब्रेहरू 12 घ्याब्रेहरू आजको मितिसम्म पनि दीक्षित हुनको लागि त्यही लुप्रै गएर जान्छ। लुप्रामा गएर टुप्पी काटेर दीक्षित भएर आएपछि बल्ल पूर्ण रूपमा घ्याब्रे गुरु हुन्छ र उसले यहाँ अभ्यास गर्छ। त्यसैले त भन्छ नि पुर्खाले लुप्रा आतुर वा घ्याब्रे आता नार आतुर वा लमाता भनेर लुप्रा गएर दीक्षित नभएका घ्याब्रे बन्न सक्दैन अनि नार गएर दीक्षित नभएकाहरू लामा बन्न सक्दैन भन्दाखेरि यो हाम्रो सम्बन्ध नितान्त ऐतिहासिक सम्बन्ध छ। अनि अङ्ग्रेजीमा भन्दाखेरि त्यहाँ हिस्टोरिकल्ली रिलेटेड छ। त्यहाँ हाम्रो इतिहास त्यहीँबाट बन्छ, छिनी खाल्साबाटै बन्छ। लिब्रू मार्स्यो र मनाङका नार्फुबाट हाम्रो इतिहास बन्छ। त्योभन्दा माथिको इतिहासलाई अहिले थाती राखौँ, त्यो लामो कुरो हुन्छ, त्यो अझै अध्ययनका गर्भभित्र छन्। अनि त्यसपछि त्यो क्षेत्रमा जो संस्कार, जो संस्कृति, जो परम्पराको विकास गर्यो हाम्रो पुर्खाहरूले, जो हिमाली सभ्यताको विकासको क्रममा जे जति विकास गर्यो त्यसको बिस्तारै त्यसलाई चाहिँ फलो गर्दै त्यसलाई निरन्तरता दिँदै आजको गुरुङहरूसम्म आइपुगेको छु। हामी त्यही फलो गरिरहेको छु। तत्कालीन अवस्थामा हाम्रो पुर्खाहरू गुरुङ भइसकेको थिएन, हाम्रो पुर्खाहरू तमु भइसकेको थिएन। हामी अहिलेको खस नेपाली भाषा भन्दाखेरि भोटमा बसेर हामी भोटेनी भन्थे र गुरुङ भाषामा भोटलाई चाहिँ फय भन्छ, फैखोला फय भन्छ, त्यहाँदेखि हामी फैमे भनिन्थे। त हिमाली पुर्खा हाम्रो गुरुङ पछि भएको, तमु पछि भएको। त्यही क्रममा त्यहाँ धेरै संस्कार संस्कृतिको विकास भएको छ र त्यो संस्कार संस्कृतिको विकास भएपछि त्यसलाई चाहिँ यता पछि खबरले चाहिँ मौखिक वेदमा चाहिँ त्यसलाई चाहिँ पढ्दै आइरहेको अवस्था छ भने नार परम्पराको लामाहरूले लिखित छुमा पढ्दै आइरहेको छ। त्यो लिखित छु भनेको हाम्रो उमे लिपिमा लेखेको छ। उमे लिपिमा लेखेको छ भनेपछि के भयो भने हाम्रो पुर्खाहरूसँग लिपि रहेछ भन्ने कुरो स्पष्ट छ। त्यो लिपिलाई बङ्ग्याएर कसका लिपि केका लिपि भन्दा पनि हाम्रा पुर्खाहरू तत्कालीन अवस्थामा जो थिए, जुन अवस्थामा थिए, जुन रूपमा थिए, हाम्रो पुर्खाहरूसँग लिपि थिए। अनि यता नार परम्पराको चाहिँ परम्परा भनेको चाहिँ 7th सेन्चुरी 7औं शताब्दी भन्दा यताको कुरा हो भने चाहिँ जो बजरयानी लामा, जो पुरातनवादी लामा परम्परा चाहिँ 7औं शताब्दीदेखि यता हो। अनि लुप्राको परम्परा भनेको चाहिँ 7औं शताब्दीभन्दा पहिले बोनिजम युगमा, जो कि हिमालय क्षेत्रमा कम्प्लिट पूर्ण रूपले बोनवाद थिए। अनि त्यो अवस्थामा पुर्खाले सिर्जना गरेर लिपिको सिर्जना गरेर बोनिजम कालमा पनि बोनिजम दर्शनको विकास गरेको थियो। बोनिजम दर्शनको विकास चाहिँ गुरु तेन्पा सेनरापले गरेको भन्नुहुन्छ। अनि उहाँले सिर्जना गरेका जो दर्शन थिए त्यसलाई लिपिबद्ध गरेको थियो। त्यो लिपिबद्ध पनि केमा गरेको थियो? उमे लिपिमा गरेको थियो। अनि त्यही उमे लिपि आजको मितिसम्म लुप्राको बोनिजम गुम्बा, डोल्पाको बोनिजम गुम्बा जो नेपालको कन्टेक्स्टमा हेऱ्यो भने, अनि काठमाडौँ रानीवनका 3 गरेर रातो गुम्बा गएर हेऱ्यो भने त्यही लिपि, त्यही वेद, त्यही शास्त्र चलिरहेको छ। त्यो बोनिजम शास्त्र हो, बोनिजम कालमा उमे लिपिमा लेखिएको शास्त्र हो। अनि त्यही लिपिको अभ्यास गर्ने ठाउँमा लुप्रामा हाम्रो घ्याब्रे पुर्खाहरू अहिले पनि जाने परम्परा छ। अनि अर्को लिपि भनेको नार परम्परा, बोनिजम परम्परापछि नार परम्पराको लामाले पनि त्यही लिपिलाई निरन्तरता दिँदै आइरहेको छ भनेपछि त्यो लिपिमा गुरुङका सबै परम्पराहरू लेखिएको छ। पछिल्लो गर्ने गुरुङको मृत कार्यभित्र गर्ने पछिल्लो गर्ने परम्पराहरू, घ्याब्रेले गर्ने परम्पराहरू र त्यो पुरातनवादी लामाले गर्ने परम्पराहरू एउटै परम्परा हो। अनि यता मौखिक श्रुति वेदको आधारमा गरिन्छ भने ती लामाहरूले लिखित वेदको आधारमा गरिन्छ। त्यो लिखित वेद भनेको उमे लिपिमा लेखेको छ भनेपछि उमे लिपि
बनिजम कालमा हाम्रो घ्याब्रेका पुर्खाले पनि उमी लिपि पढेको, अनि बज्रायनी काल सुरु भएपछि नारमा गएर पनि अहिलेको जो गाउँमा अभ्यासमा रहेका लामाहरूले पढेको लिपि उमी नै रहेछ। त्यो उमी लिपि आजको मितिसम्म गुरुङ गाउँमा अझै पनि अभ्यासमा छ। त्यही पढेर हाम्रो सबै कर्मकाण्डहरू गरिन्छ र त्यो लिपि भनेको, त्यो वेदशास्त्र, त्यो लिपि भनेको हाम्रो पहिचान हो र गुरुङसँग नङ र मासुको सम्बन्ध छ। अनि यो लिपि नारको परम्परा कहिले सिर्जना भयो भने गुरुपद्म सम्भव, जो भारतखण्ड, भारत तत्कालीन अवस्थामा भारत भन्ने देश थिएन, इन्डिया भन्ने देश थिएन, भारतखण्ड भन्छ या भारतवर्ष भन्छ। त्यहाँबाट नेपाल हुँदै टिबेटको हिमाली भेगमा चाहिँ गुरुपद्म सम्भव, जो सम्पूर्ण विश्वभरिका बुद्धिज्महरूले त्यसलाई चाहिँ गुरु रिम्बुचे भनिन्छ, पुगेपछि त्यतिखेर तत्कालीन अवस्था सारा टिबेट, सारा हिमाली भूभागमा, जहाँले स्याङछुङ भूमि पनि भन्छ, झाङझुङ राज्य पनि भन्ने गरिन्छ, त्यहाँ चाहिँ व्यापक बुद्धि के अरे बोनिजमको व्यापकता थियो। बोनिजमको व्यापकतामाथि गुरु पद्म सम्भवको जो नयाँ दर्शनको प्रतिपादन भयो, धेरै प्रभाव पर्यो र गुरुङहरूको पुर्खाहरू कन्भर्टेड, बिस्तारै रूपान्तरण भयो बज्रयानी परम्परामा। त त्यतिखेर जो पेयहरू बनेको थियो त्यो पेय सबै उमी लिपिमा लेखिएको छ। अनि यो उमी लिपि कताबाट आयो, यसको सृजना कसरी भयो भन्दाखेरि थुप्रै हिमाली इतिहासको अध्येताहरू, हिमाली इतिहासका विषयमा अध्ययन र रिसर्च गर्ने, अध्ययन गर्ने मान्छेहरूले थुप्रै किताबहरू, थुप्रै त्यहाँहरू रिसर्च पेपरहरू लेखेको छ। त्यसले के भन्छ भने त्यो युगमा, त्यो जमानामा स्याङछुङ भन्ने ठाउँमा एउटा लिपि जन्मेको थियो, स्याङछुङ लिपि भनिन्छ। त्यसलाई मार्सेन्डा मार्सुन परम्परामा थियो। त्यो स्याङछुङ लिपिबाट उमी लिपि जन्मेको भन्ने चाहिँ मान्यता छ। तर यता बुद्धिजीवीहरूको मत बाजिएको अवस्था बाजिन्छ। बुद्धिज्म दर्शन अध्ययन गर्ने विज्ञहरू के भन्नुहुन्छ भने 7th सेन्चुरी यता तिब्बतका 33औं राजा सराङचाङ गन्पोको उदयपछि त्यहाँका प्राज्ञिक व्यक्तित्व गुरु थोन्मे सम्बोटालाई इन्डिया पठायो। त्यतिखेर तत्कालीन अवस्थाको भारतवर्षको नालन्दा विश्वविद्यालयमा पठाएर बुद्ध दर्शनको विषयमा अध्ययन गरेर त्यहाँको संस्कृत र पाली भाषाबाट बुद्ध दर्शनको अध्ययन गरेर एउटा उसियन लिपि, जो अहिलेको टिबेटनको राजलिपि हो, राष्ट्रिय भाषा त्यसैमा लेखिन्छ, अनि एउटा लेखेर त्यो लिपिमा चाहिँ बुद्ध दर्शनलाई अनुवाद गरेर तिब्बतमा प्रवेश गराएको अनि बुद्ध धर्मको प्रचार गरेको हो र यो चाहिँ सम्बोट लिपि हो भन्ने चाहिँ बुद्धिजीवीहरूको मान्यता पनि छ। तर स्थलगत अध्ययनले के देखाउँछ भने बुद्धिज्म भन्दा पहिले बोनिजमको चाहिँ प्रभाव बढी थियो हिमालय क्षेत्रमा। त त्यतिखेर स्याङछुङमा जन्मेको लिपिबाट उमी लिपि जन्मेको, उमी लिपि र सम्बोध के अरे उच्चन लिपिमा धेरै कुरा मिलेर पनि धेरै फरकहरू पाइन्छ, केही फरकहरू पाइन्छ। उमे लिपि भनेको उ भनेको टाउको र मे भनेको नभएको, टाउकोमा सिरानी नभएको, अनि टाउकोमा गुरुङ भाषा भन्दाखेरि कृफु नभएको लाई उमे लिपि भन्छ। अनि अर्को उच्चेन भनेको, उ भनेको टाउको, चेन भनेको भएको, टाउकोमा सिरानी भएको, अर्थात् गुरुङ भाषामा भन्नुपर्दाखेरि टाउकोमा कृफु भएको, यो फरक हो। अनि बाँकी धेरै कुरा मिल्दोजुल्दो छ, यसको व्याकरणका पाठहरू मिलेको छ। यसलाई चाहिँ हामीलाई ऊ भाषा, त्यो भाषा, ऊ लिपि, त्यो लिपि के भन्नुभन्दा पनि त्यो लिपि एउटा जन्मेको हो। जे होस्, गुरुङका पुर्खादेखि आजसम्म जो अभ्यासमा रहेका जो लिपि छ, उमे लिपि छ, अरू सबै पाटोलाई छोडौँ हामी, यो चाहिँ धेरै पुरानो लिपि हो। गुरुङको इतिहास कालदेखि, हिमालय इतिहासदेखि लिएर आजको मितिसम्म गुरुङको कुनै पनि दस्तावेजहरू बनेको छ भने उमे लिपिमै बनेको छ। उमे लिपिभन्दा अरू फरक लिपिमा गुरुङको केही पनि बनेको छैन। त्यो लामासँग भएको लिपि उमे लिपि हो। घ्याब्रेले पनि पक्कै नै त्यो के अरे त्यही उमे लिपि चाहिँ लुप्रामा गएर पढ्थे भन्ने चाहिँ प्रमाणित भइसकेको अवस्था छ। लुप्राले प्रमाणित गर्छ र 12 घ्याब्रेका पुर्खाहरूले प्रमाणित गर्छ। घ्याब्रे थुप्रै छन् हामीसँग, फरक 27 घ्याब्रे, 27 घ्याब्रेभित्र धेरै घ्याब्रेहरू छन्। उता 12 घ्याब्रे, अर्को पौसी घ्याब्रेहरू पनि छन्, धेरै घ्याब्रे छन्। यो फरक पाटोको अध्ययन हो। यो पाटोको विषयमै म पछि फरक भिडियोहरू ल्याउनेछु। म अहिले लिपिकै मात्रै कुरा गरौँ। अनि त्यो लिपि
उमे लिपि जो हाम्रो पुर्खाले अध्ययन गर्दै अहिलेसम्म आएको छ त यो हाम्रो पुर्ख्यौली सम्पत्ति हो। यो विरासतबाट आएको सयौं हजारौं वर्ष विरासत बोकेको हाम्रो लिपि हो। गुरुङको पुर्खाले पठाएको ल्याएको लिपि हो। यो लिपिलाई कसरी लिने हामीले? लिपि किन चाहियो त हामीलाई? एउटा प्रश्न छ। लिपि त भाषाको लागि चाहिएको हो। भाषाको बचाउको लागि, भाषालाई संरक्षण गर्नको लागि लिपि चाहिएको हो। यदि भाषालाई मात्रै संरक्षण गर्ने हो भने हामीले अरू नयाँ लिपिहरू किन खोज्नु पर्यो त? गाह्रो हुन्छ नि नयाँ लिपि सिक्नलाई त, पढ्नलाई त गाह्रो हुन्छ नि। भाषाको लागि मात्रै चाहिएको भने त हामी त देवनागरी लिपि र नेपालमा चलेको अर्को चाहिँ रोमन अङ्ग्रेजी लिपि, यो दुईटा लिपि त नेपालका म्याक्सिमम अधिकतर नेपालीहरू प्लस अधिकतर गुरुङहरूले त्यो पढ्न जानेको हुन्छ, लेख्न जानेको हुन्छ। त्यही लिपि प्रयोग गरे भयो नि गुरुङ भाषाको संरक्षणको लागि त। तर एउटा प्रश्न छ, एउटा कुरो छ, गुरुङ भाषाको संरक्षण मात्रै होइन, गुरुङको परम्परादेखि आएका हाम्रा पहिचानका आधारका थुप्रै चाहिँ संस्कार संस्कृतिहरू छन्, त्यसको संरक्षण गर्नेछ। जस्तै लामाले पढ्ने पे, पजु र क्याब्राले पढ्ने पेहरू, यसको लिपिबद्ध भन्ने दस्तावेज भन्ने नै उमे लिपिमा भएको छ। उमे लिपिको संरक्षण भयो भने ती वेदशास्त्रहरू जो लिखित शास्त्रहरूको संरक्षण हुन्छ र हाम्रो पहिचानका कुराहरू, कथा व्यथाहरू निरन्तरता रूपमा भावी पिँढीसम्म पुग्ने भयो। यदि उमे लिपिको संरक्षण भएन भने त्यो सबै मास्यो। त्यो सबै मासेपछि त हाम्रो पहिचान मास्यो। हाम्रो पहिचान मासिनेको अर्थ हो मिमावा, लुमा छ मिमावा, पेमा छ छ्यामा, छ्यामा छ लुमा, लुमा छ मि, मान्छे हरायो। मान्छे हराएको मतलब चाहिँ भौतिक रूपमै यो ज्यान, मान्छेको ज्यान हराउने भनेको होइन। यो नाक, यो मुख, यो आँखा भएर पनि हामी को हो त भन्ने चिन्नु नसक्ने अवस्थामा पुग्छ। यदि यो आँखा र मुखको भरमा त गुरुङ भन्न सकिन्न। गुरुङ भन्नको लागि त्यसको संस्कार, त्यसको संस्कृतिहरू हुन्छन्। त्यो सबै त्यही लिपिमा लेखेको कारणले उमे लिपि महत्त्वपूर्ण लिपि हो। अनि त्यो उमे लिपि भनेको गुरुङका पुर्खाहरूले यो संसार पृथ्वीको सृजना भएदेखि आजको मितिसम्म कुनै पनि गुरुङको पुर्खाहरूले कोही लिपि पहिले पटक देखेको थियो, छोएको थियो, पढेको थियो भने त्यो उमे लिपि मात्रै हो। भए के त्यसले भए लिपि पनि भन्छ, भोटमा सृजना भएको उमे लिपि हो। त्यसैले उमे लिपि गुरुङहरूको लागि, गुरुङहरूको पुर्खाको पहिलो सम्पर्क लिपि हो अथवा फर्स्ट कन्ट्याक्ट स्क्रिप्ट। गुरुङको पुर्खाहरूले पहिलो पटक देखेको, भेटेको र पढेको, लेखेको लिपि भनेको उमे हो। त्यसपछि विक्रम सम्वत 1550 को सेरोफेरोतिर यो इतिहास, जो सावंशी इतिहासहरू छन्, खस राजाहरूको इतिहास, कालुसा जगदी खान कुलमण्डल शाहहरू भन्ने गरिन्छन्। तिनका सन्तान कालुसा र यशोवर्मा शाहहरू कुल लमजुङ भूमिमा प्रवेशपछि, जहाँ लमजुङकोमा लमहरूको झोङ निर्माण गरेर त्यहाँ बसेको थिए, लमझोङको विस्थापन भएर लमजुङ स्थापना गरेपछि त्यो खस राजाहरूको आगमनसँगै तिनीहरूसँग संस्कृतका वेदहरू, हिन्दू वेदशास्त्रहरूको प्रवेश गर्यो। त्यसमा चाहिँ हाम्रा गुरुङका केही सामन्ती परिवारका गुरुङका अगुवा मुखियाहरू त्यहाँ गएर चण्डी जोगीहरूसँग चण्डी पढ्न थाले र उसको दोस्रो सम्पर्क भनेको हाम्रो पुर्खाको देवनागरी लिपिमा पुग्यो। द सेकेन्ड कन्ट्याक्ट स्क्रिप्ट चाहिँ हाम्रो देवनागरी हो। त्यसपछि लाउरे प्रथा, गोर्खा भर्ती प्रथा, सुगोली सन्धि पछिको गोर्खा भर्ती प्रथा, यो 200 वर्ष सेरोफेरोमा गएपछि हाम्रो पुर्खाहरूले रोमन अङ्ग्रेजी सिक्यो। त यो तीनटा लिपि मात्रै हाम्रो पुर्खाले चिन्छ। गुरुङको पुर्खाले कतै लिपि चिनेको छैन, यो तीनटा लिपि हो। त्यसको अलावा अरू कुनै पनि लिपि चिन्दैन। त्यसैले यो लिपि चाहिँ हाम्रो लागि इम्पोर्टेन्ट, महत्त्वपूर्ण छ। तर यहाँ गुरुङको लिपि छैन मात्रै भन्ने खालको आवाज थियो। अनि कसैले पनि गुरुङको लिपिको अध्ययन, अनुसन्धान, रिसर्च गर्ने पहल पनि गरेन। कहीँ बौद्धिक छलफल खासै देखिन। म पनि कपाल पाकिसक्यो, कपालमा हिमरेखाहरू चाहिँ कोरिसकेको अवस्था छ, धेरै हेरे छैन मात्रै भन्ने, र केही विज्ञहरूले लिपि बनाउन तयार गरे र यतापट्टिबाट
हाम्रा चाहिँ विज्ञ जगन गुरुङज्यूबाट तयार बनाएका लिपिहरू अहिले हाम्रा एकजना भाषाशास्त्री भाषाविज्ञ सहप्राध्यापक मनबहादुर गुरुङले त्यो अभियन्ताको रूपमा हिँडिरहेको छ खेप लिपि भनेर, त्यो पनि गुरुङ समुदायभित्रै छ। उता अर्को खेमा लिपिको पनि कुरा आइरहेको छ। त्यो दुईटै लिपि गुरुङमा लिपि छैन भनेर सृजना भएको लिपि हो, त्यो पनि हाम्रै लिपि हो, त्यसलाई फाल्नु मिल्दैन। हाम्रा गुरुङका विज्ञहरूले हाम्रा भाडी आउने पिँढीको लागि गुरुङका पुर्खाहरूले सृजना गरेको लिपि भनिन्छ। त्यसलाई त्यो लिपि पनि सम्मान गर्नुपर्छ, त्यो लिपिले हराउन मेटाउन दिनुहुन्न। अनि त्यो लिपि बनाउने मान्छेहरू गुरुङका पुर्खाहरू सर्जक हुन्, सर्जकको सम्मान पनि हुनुपर्छ। त्यो लिपिलाई कुन दृष्टिकोणबाट हुन्छ, कुन एङ्गलबाट हुन्छ सङ्ग्रहित गर्नुपर्छ, संरक्षण गर्नुपर्छ। तर हाम्रो सरकारी कामकाजीको भाषामा प्रयोग गर्ने लिपि यदि गर्ने हो भने उमी लिपि गर्नुपर्छ। कारण उमी लिपिमा हाम्रो दस्तावेजहरू पौराणिक दस्तावेजहरू छन्। त्यसैले यसमा अन्यथा लिने कुरो होइन। यो जे छ रियालिटी, ग्राउन्ड रियालिटी भनिरहेको छु मैले। ग्राउन्ड रियालिटी जे छ त्यही भनिरहेको छु। उमी लिपि हराउने बित्तिकै हाम्रो सारा लिखित पौराणिक शास्त्रहरू हराउँछ। यो हाम्रो शास्त्रीय लिपि हो। यसलाई चाहिँ अब हामी कामकाजीको लिपि बनाउनु पर्छ भन्ने हाम्रो माग हो। र अहिले नेपाल सरकारले नेपालको संविधानमै चाहिँ अब आफ्नो विभिन्न जातिका भाषालाई पनि अब कामकाजीका भाषा बनाउन सक्ने कानुनी प्रावधान भएको कारणले गुरुङहरूको मूल रैथाने भूमि गण्डकी प्रदेश, जो कि तमुवान भूमिको रूपमा प्रस्तावित भूमिको रूपमा गुरुङहरूले दाबी गरेको अवस्था छ। र त्यहाँका प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयले अब लमजुङ गण्डकी प्रदेशमा सरकारी कामकाजीको भाषामा मगर भाषा र गुरुङ भाषालाई प्रयोग गर्ने भन्ने एउटा सुझाव सम्मेलनको क्रममा लमजुङमा त मैले लिखित रूपमै एउटा प्रस्तावना पेश गरेको छु। हिस्टोरिकल प्रुफको साथमा उमे लिपि हरायो भने हामी सबै हराउँछ। यदि लिपिको चाहिँ प्रयोग गर्ने हो भने उमे लिपि गुरुङको लिपिको रूपमा प्रयोग गर्नुपर्छ भनेर प्रस्ताव पेश गरेको छु। अनि उता पोखरामा महत्त्वपूर्ण चाहिँ रैथाने गुरुङहरूको मूल भूमिमा रहेका रैथाने संस्था तमुथिन नेपाल र गुरुङका पेता लुताको विषयमा संसारभरि वकालत गरिरहनु भएका संस्था तमु पेलु सङ्घले पनि सामाजिक विकास मन्त्रालयका सुझाव सङ्कलन समूहलाई गुरुङको पौराणिक पुर्ख्यौली लिपि उमी लिपिलाई कामकाजीको लिपिमा प्रयोग गर्नुपर्छ भनेर माग दाबी गरेको छ। यो सुखद पक्ष पनि हो, सुखद पक्ष पनि हो। त्यसैले यो लिपिको कुरा गरिरहँदा हामी तिम्रो र मेरो, उसको र उसको भनेर विवाद गरिरहनु भन्दाखेरि त्यसको हिस्टोरिकल ब्याकग्राउन्ड के छ, पृष्ठभूमि के छ त्यो लिपिको, अनि त्यो लिपिको आवश्यकता किन छ, त्यो लिपि भएन भने हामीलाई के क्षति हुन्छ, त्यो लिपि भयो भने हामीलाई के फाइदा हुन्छ, यस्ता विषयमा कुरा गर्नुपर्छ। तर गुरुङले उठाइरहेका लिपिको कुरामा बौद्धिक बहस कहीँ पनि भएको छैन। अहिले उमी लिपि चाहिँ 6-7 वर्षदेखि सामाजिक सञ्जालमा ठुलै बहस चाहिँ सृजना भएको छ, सृजना भइरहेको छ। अझै पनि बहसको आवश्यकता छ। यसमा एकाडेमिक बहस हुनैपर्छ। प्राविधिक मान्छेहरू सहितमा बौद्धिक प्राज्ञिक मान्छेहरूको बिचमा एकाडेमिक बहस हुनुपर्छ। एउटा कुनामा बसेर लेखेर बनाएर ल्याउन चाहिँ हुँदैन। यसले चाहिँ हामीलाई धोका हुन्छ। हामीमाथि अर्काको संस्कार, अर्काको भाषा, अर्काको परम्परा थुपार्यो, हाम्रो पहिचान मेटियो भनेर हामीले पोलिटिकल्ली राजनीतिक हिसाबले आवाज उठाइरहेको बेलामा हामीभित्र फेरि आर्टिफिसियल कुरो चाहिँ थुपार्ने काम चाहिँ हामीले गर्नु हुँदैन। रियल कुरो निकाल्नुपर्छ। बाहिरका कुरोलाई पन्छाउनु मिल्दैन। हाम्रो इतिहास पढ्ने भने हामी हिमालमा नपुगेसम्म सुक्कै छैन। नार्फु पुग्नै पर्छ, मनाङका हिमाली गाउँ पुग्नै पर्छ, मुस्ताङका हिमाली गाउँ पुग्नै पर्छ। हाम्रो इतिहास त्यहीँ पाउँछ। हाम्रो इतिहास यता खोला सौतरतिर भएर खोजेर भेट्दैन, पुरो इतिहास भेट्दैन। त्यो त धेरै तल आइसकेपछिका इतिहास हो। अनि अहिले त खोलाभन्दा पनि पुरानो वासस्थान कास्कीका कृष्णकुमार विद्वान व्यक्तित्व कृष्णकुमार गुरुङ लगायतका टिमले एउटा अध्ययन गरेको छ। ताक्लुङ, मुस्ताङको ताक्लुङ क्षेत्रमा, तमुला र यो ताक्लुङ क्षेत्रमा त्यहाँ पनि एउटा इतिहास गुरुङको एउटा हिसाब भेटाएको छ।
होला भन्दा पनि पुराना नेसा भेटाएको छ। त यस्ता नेसाहरू थुप्रै छन् हाम्रो। तर हाम्रो पूर्ण इतिहास पढ्नको लागि अध्ययन गर्न माथि जानुपर्छ। त्यसले माथिको इतिहासले हामीले चाहिँ टिबेटन हो, चाइनिज हो, मङ्गोलियन हो भनेर आरोप लगाउनु त मिथ्या आरोप हो, होइन। हाम्रो इतिहास माथि छ। हाम्रो जे पनि सृजनाहरू माथिबाट भएको, हाम्रा सर्जकहरू पनि माथिबाट आएको, र अहिलेको हामी त्यो जो सृजना र सर्जक भन्नेहरू चाहिँ नयाँ हो। तर हामीले चाहिँ नि माध्यम चाहिँ त्यही हो, त्यहीँ टेकेर यो नयाँ आधुनिक कुरोहरू लेख्न खोजेको, बोल्न खोजेको हो। त्यसैले गुरुङको तमुमे लिपि भनेको प्रयोगको रूपमा चाहिँ उमी लिपि। यदि लिपिको प्रयोगै नगर्ने भने तमु भाषाको संरक्षण हुँदैन भन्छ। तमु भाषाको संरक्षण त हामी त अरू लिपि पाठन गर्न सकिन्छ, जो सबै चलन चल्ती भएको लिपि सजिलो छ। तर हाम्रो पेशशास्त्र लिखित भएको कारणले उमी लिपि हराउने बित्तिकै हाम्रो पेशशास्त्र हराउँछ। हाम्रो पेशशास्त्र हराउने बित्तिकै हाम्रो पहिचान हराउँछ। त्यसैले अघि सुरुमा मैले भनेको जो गुरुङका पुर्खाहरूले बनाएका कथन थिए, पे मासा छ मामु, छ मासा लो मामु, लो मासा मी मामु। उमी लिपि हरायो भने त्यो हाम्रो पे हरायो, त्यो पे हरायो भने हाम्रो छ्या हरायो, संस्कार परम्परा हरायो। त्यो छ्या हरायो भने हाम्रो लु हरायो, संस्कृति हरायो। त्यो लु हरायो भने हामी मान्छे हरायो, त्यो मान्छे भनेको गुरुङ हरायो। त्यो गुरुङहरूको भनेको भौतिक रूपमा हराएको होइन कि अब यो नचिन्ने अनुहार हो, हाम्रो संस्कार हरायो, पहिचान हरायो भन्नु खोजेको हो। अब भन्दै मैले मेरा कुराहरू यहीँ नै बिट मारेँ। सकारात्मक कमेन्टहरू